मेरो भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज मैले नेक्स्ट भ्लग बनाउँदैछु। मेरो भ्लग यो चाहिँ हामी दाइको रुममा आएको थियो हिजो, के अरे बिरामी भएको थियो साथी, दाइको रुममा आएर यसो बसेको थियो। दाइको रुम चाहिँ यहाँ हो, यहाँ दाइको रुम यहाँनिर छ। यहाँ थियो हिजो हामी। अब त्यो यसो बाहिरतिर खाजा खान जान लागेको, चिया खान्छौँ अब अहिले गएर चट्टलाई यस्तै छ। भर्खर भ्लग बनाउन थालेको। हिजो एउटा भ्लग बनाएको त थियो मलाई फर्स्ट भ्लग, तर अहिले हामी चट्ट उसमा छौँ। यहाँनिर त्यो साउदीहरू मुस्लिमहरूले अल्लाह गर्ने ठाउँ छ। यहाँनिर अल्लाह भन्छ, यहाँनिर अल्लाहु अकबर भन्ने चाहिँ यो हो क्या, अल्लाह अकबर भन्ने मुस्लिमहरूले गर्छन्। हामी त गर्दैनौँ त्यस्तो। बिहान यस्तो यो माइक बजाएर यस्तो बनाउँछ, सुत्नै दिन्न कहिले। यस्तो हुन्छ, झ्याउ लाग्दो बनाउँछ कि हामी नेपालीहरूलाई। रुमनिर पनि यस्तो मस्जिदनिर झन् रुम हुनुपर्छ, खतरा सुत्नु नदिने हुनुपर्छ। माइक बजाएर अल्लाह गरेर त्यस्तो हुन्छ कि यतातिर, होइन? त्यस्तो हुन्छ अल्लाह भनेर। ट्याक्सी नै चाहिँ ट्याक्सी भाइ साहब। अनि अब हामी यस्तै हो, घुम्न निस्केको हल्का बिहान पख बिहानको हावा खानलाई। यहाँनिर यस्तो ठाउँ छ यो। यहाँनिर अस्ति नै धेरै एक्सिडेन्ट हुने ठाउँ चाहिँ यहाँनिर छ क्या। साउदी यहाँनिर धेरै एक्सिडेन्ट भइबस्छ। यस्तो छ भ्यूहरू यहाँको, यस्तो भ्यू। अहिले त सुनसान छ, मान्छे त्यति खासै छैन। बिहान भएर होला के भएर होला, त्यति खासै मान्छे नै छैन। मतलब ताँदाखेरि त्यस्तो भिड हुन्थ्यो, आज त त्यस्तो खासै मान्छे नै छैन। ए यस्तो छ, मान्छे नै छैन त्यस्तो खासै। कस्तो दामी के देखा भ्यू हेर्नुहुन्छ तपाईँहरू सट्ट। यो चाहिँ साउदीको गल्ली, यो काठमाडौँ, हाम्रो यो नेपालको काठमाडौँ गल्ली हुन्छ नि, ठमेल पतली गल्ली ठमेल जस्तै हो क्या यो चाहिँ। त्यो त्यस्तै लाउने हो, अरबीहरूले लाउने सबै यहाँनिर बुर्खाहरू लाउने हो। नेपाली केटीहरूले लाउँदैन यो सब। के अरे आँखा साखा पुरै छोपेर हिँड्छ कि, थोपडा सोपडा केही देख्दैन, यस्तो लगाएर हिँड्छ नि यहाँनिर बुर्खाहरू। तिमी लाउनु न, लाउनु त लाउने तिमी। यो चाहिँ त्यही हो, चट्ट बुर्खा लाउने भैया त हो, किनिदिन्छु। लगिदिनुपर्छ क्या यहाँबाट, तर कला लग्ने लाग्ने चाहिँ कला नि फेरि। कन्स्ट्रक्टरको काम चल्छ क्या, कन्स्ट्रक्टरको कामहरू यहाँनिर यस्तो कति अल्गो हुन्छ यार। तर यहाँ सस्तो पाउँछ यार सुनहरू चाहिँ, सस्तो क्या, दामी चलेछ कामहरू त खतरा चलेछ। यहाँनिर अस्ति हामीले उयो यहाँ अगाडिबाट सुन किनेर लगेको, दाइले त्यहीँबाट लग्छ। दाइले यहाँ अगाडिबाट सुनहरू किनेर यहाँनिर धेरै दिन भयो क्या यो बनाउनु थालेको। मैले कति दिनदेखि देखेको छ, अहिलेसम्म यो रेडी भइसकेको छैन यार। यो मैले धेरै भयो यो देखेको क्या, बनाउनु थालेको। टेक्नोलोजी त यहाँ छ, यो पाए त झन् कस्तो टेक्नोलोजी हुन्थ्यो होला है। धेरै भयो क्या। फेरि यहाँनिर चाहिँ फेरि ठाउँ सही छ, साँझ घुम्न आउनुपर्छ। यहाँनिर अरबी केटीहरू यति धेरै हुन्छ, अरबी केटीहरू यहाँनिर खालि तिनीहरूकै मार्केट हो कि। पुरा बुर्खा ओढेर आउँछन्, पुरै यस्तो भिड हुन्छ यहाँ साँझ। तर बिहान पख चाहिँ मजा आउन क्या, साँझतिर घुम्नलाई मजा आउने भने। कन्स्ट्रक्टरको काम चलिरहन्छ यहाँनिर चाहिँ पुरै सुन पसलहरू छ के।
सुन पसलहरी यस्तो सस्तो सुन पसलहरु छ यहाँनिर कन्स्ट्रक्सनको काम चलिरहेछ सब यो ज्वेलरीहरु गल्ली छ यतातिर ज्वेलरी यो सब सुन पसल मात्रै छ यो मार्केटै सुन पसलको हो क्या यो सबै मार्केटहरु सुन पसलको जो चल्छ कामहरु यहाँनिर ज्वेलरी जस्तो रहेछ के सुन पसलहरु कत्रो ठुलो तर यहाँ सस्तो पाउँछ यार सुनहरु चाहिँ सस्तो के दामी चलेछ कामहरु त कत्रो चलेछ यहाँनिर अस्ति नै हामीले उतै यहाँ अगाडिबाट सुन किनेर लगेको दाइले त्यहीँबाट लग्छ दाइले यहाँ अगाडिबाट सुनहरु किनेर यहाँनिर धेरै देखेको क्या बनाउनु थालेको टेक्नोलोजी त यहाँ छ यो पाए त झन् कस्तो टेक्नोलोजी हुन्थ्यो होला धेरै भयो फेरि यहाँनिर चाहिँ फेरि ठाउँ सही छ साँझ घुम्न आउनुपर्छ यहाँनिर अरबी केटीहरू यता ओढेर आउँछन् पुरै यस्तो भिड हुन्छ यहाँ साँझ तर बिहान पख चाहिँ मजा आउन कि साँझतिर घुम्नलाई मजा आउने भने कति राम्रो कपडाहरू यहाँनिर कति राम्रो कपडा कति राम्रो कपडाहरू छन् यतातिर कति राम्रो कपडाहरू छन् दामी छ कपडा छिर्ने कि मन पर्यो भने कसैलाई गिफ्ट हानिदिन्छु यो लेहंगा बरु एक महिनाको सेलेरी नै मन पर्यो भने गिफ्ट हानिदिन्छु म पर्फ्युमहरू यहाँ सुनहरू चाहिन्छ भने गिफ्ट हानिदिन्छु कसैलाई चाहिन्छ यहाँबाट यहाँ पहिला यस्तो उयो लाग्थ्यो कि के अरे रमाइलो गर्ने ठाउँ त्यो ईदको बेला यस्तो म्युजिक बनाउँथ्यो यहाँनिर यस्तो खतरा ईदको बेला कि मुसलमानहरूको घुम्न आउँथ्यो म दाइहरू आउँथ्यो घुम्नलाई यस्तो 360 भ्यू हेर्नु अब यस्तो यो चाहिँ हाम्रो के अरे यहाँनिर मस्जिद हो यो चाहिँ मस्जिद यहाँनिर हाम्रो नेपालमा यो चाहिँ सिक्कोको यो दमाम एरियाको के अरे यो मार्केटिङ दमाम एरियाको सबभन्दा ठुलो मस्जिद हो कि अल्लाह गर्ने यो चाहिँ छठ मस्जिद हो परेवाहरू हेर्नु यस्तो परेवाहरू उठ्छन् यहाँनिर पनि यहाँ काठमाडौँ त्यो के अरे सेम्बु जस्तै छ है परेवाहरू पनि दामी उठ्छ कि सेम्बु जस्तै हो काठमाडौँ I've come so far away from home. There's no way I'm turning back now. यहाँ फेरि एउटा चिज देखाउँछु है तपाईहरुलाई म यो छ नि यो बस यहाँ साउदीको बस यस्तो हुन्छ साउदीको बस यस्तो हुन्छ हैन साउदीको बस यस्तो हुन्छ यहाँनिर साउदीको बस हामी चाहिँ यसो बिहान पख घुम्नलाई बाहिर निस्केको अनि त्यतिखेर यसो हाम्रो सदिक के फालेक सदिक मिया मिया सदिक यिनीहरुले हो नि यिनीहरुको एउटा वास्तविक मुस्लिमहरु जात हुन्थ्यो नि बुढो सम्मले हरेकले डेन्जर मान्यो के आफ्नो धर्मलाई है यहाँनिर त धर्म त कठोर हो नि यहाँनिरको धर्म त यहाँ यहाँको त्यहाँ फेरि गाडी हाम्रो यस्तो हुन्छ गाडीहरू त हाम्रो हिन्दूहरुमा अब हाम्रो पुराणहरु अब रामायणहरु अब महाभारतहरु के त्यो हाम्रो जान्दैन नि हुन्छ नि ग्रन्थ भन्ने के हुन्छ नि यहाँनिर सबले त यो धर्म भनेको त यिनीहरूले धेरै मान्छ कि हामी नेपाली जस्तो यो त्यो धर्म होइन मुस्लिम भनेको फेरि एउटै धर्म हो कि सबैले मान्ने भनेको एउटै हो कि यहाँ हो त्यो भने फेरि अल्लाह गर्छ सब यहाँ भनेको हजारौँ मान्छेहरू आउँछ कि यहाँनिर अल्लाह गर्न हजारौँ मान्छेको भिड हुन्छ यहाँनिर साँझ यिनीहरूको पनि टाइम हुन्छ 12 बजे बिहान 5 बजे अनि साँझ पढाइ यिनीहरूको टाइममा फेरि यहाँनिर सब पसलहरू बन्द हुन्छ यहाँ पसलहरू कुनै पनि खुल्दैन फेरि दिनमा 5 पहिला जस्तो चाहिँ छैन अहिले चाहिँ फेरि पसलहरू पनि खुल्छ
पहिला चाहिँ थिएन त्यस्तो यिनीहरूको हल्ला गर्ने बेला पसलहरू चाहिँ सब बन्द हुन्थ्यो कि अहिले चाहिँ पहिलाभन्दा लुट्छ साउदी सरकारले त्यस्तो खासै उयो गरेको छैन नत्र पहिला चाहिँ चिया खान्छौँ न त यहाँनिर ल जाउँ चिया खाएर अब हामी चाहिँ चट्ट चिया खान्छौँ चिया पिएपछि अनि एकछिन बस्नु भेटौँ ल है त मनु वेलकम टू काठमाडौँ इधर चाय पिएगा बंधु कैसा है बंधु वेलकम टू काठमाडौँ हाँ कोई अब हाम्रो चाहिँ चट्ट जुस आयो जुस खाने चट्ट लाएर अब म्यामे धरेछ चट्ट जुस खान्छौँ हामी यस्तो छ यहाँ यो जुस चाहिँ चट्ट टेस्टै म खाएपछि There's no way I'm turning back now. This cocktail ho gaya. Hamrama bhagalo jasto cocktail ho. Isma halesa kera, sammam. Never slow down. A big blue sky, a pocket of dreams, a head full of hopes, possibilities. I'm taking a chance to reach for the stars, for the stars. If I fall, then I'll get back up, try again, come back stronger. No one, they build can stop me now. Let's keep chasing the sun, do what can be done. Let's go be